from Sindhuliguri. यहाँ पनि रहेछन् यो चाहिँ खास के हो यो जेल र पहिला पहिला जेलहरू यस्तो हुन्थेछ कति हो 1825 तिर हो कि क्या है अदालत र जेल गरेर सिन्धुलीगढी नगरपालिकामा श्रृङ्खला मावार श्रृङ्खला हो यो सबै पहिला पहिला यहाँ युद्ध हुँदाखेरिमा सिन्धुली थुमको सदरमुकाम यस्तो रहेछ पहिला युद्धकालीन समयमा जेल यो चाहिँ जेल यहाँनिर यस्तो यसको बगनासेस के भन्छ बगनासेस भन्छ के भन्छ यसको मात्रै छ लोकगायक छ कृष्ण विक्रम थापाजी हुनुहुन्छ उहाँ चाहिँ इतिहासको पानाहरू चाहिँ के रहेछ त यहाँको इतिहासका पानाहरूलाई निहालेर जाने सिन्धुलीगढी सबै नेपालीहरूको स्वाभिमानको गाथा हो वीरताका कथा हो राष्ट्रभक्ति उत्सर्ग गरिएको पवित्र स्थल हो भनिएको छ है त यस्तो छ है सिन्धुलीगढीको मेन ठाउँ चाहिँ होइन युद्ध सङ्ग्रहालय रहेछ युद्ध सङ्ग्रहालय काजी वंशराज पाण्डे खजाची वीरभद्र उपाध्याय यहाँ चाहिँ नेवार तामाङ गुरुङ शेर्पाहरूको ड्रेस छ अनि यो चाहिँ श्री हर्ष पन्त सिकारी सरदार वंशपुरी यो हुनुहुँदो रहेछ युद्ध सङ्ग्रहालय पहिला मान्छेहरूले कसरी युद्ध गरे सिन्धुलीगढी वार म्युजियम चाहिँ सङ्ग्रहालयको वस्तुहरू चाहिँ छुनलाई होइन युद्धकालीन समयमा मान्छेहरू यसरी ढाल्छ पहिला पहिला ओ माई गड खतरा हो नि पहिलाको मान्छेहरू 1824 मा रहेछ यो ऊ त्यो परक रहेछ नि सानो चाहिँ युद्धकालीन समयमा प्रयोग भएको तोप चाहिँ यो हो यहाँ हाम्रो श्री 5 के भन्छ महाराज पृथ्वी होइन यो त को पृथ्वीनारायण शाहज्यू हुनुहुन्छ यो 2076 सालमा बनाउनु भएको रहेछ यो मूर्तिकारलाई चाहिँ मान्नै पर्छ नवीन सुवेदीले बनाउनु भएको रहेछ मेरो सानो दुधले आजेको मुलुक होइन सबै जातको फुलबारी हो सबैलाई चेतना ठुलो गढी
सिन्धुलीगढीको ठुलो गढी ज्यानो आएको है त। अब यहाँबाट स्टार्ट हुन्छ ठुलो गढी। यति मेरो फटा रहेछ क्या। यो सिन्धुलीगढीको इतिहास चाहिँ यही हो है, स्तम्भ वरिपरि यस्तो छ। के भन्नुहुन्थ्यो हजुरहरू? त्यहाँमाथि ठुलो गढी, यहाँ सङ्ग्रहालय स्थल। गाइड सिन्धुलीगढीमा आएर आइसक्रिम खाइए हाम सिन्धुलीगढीमा आएर। हामी चाहिँ गर्मीले आइसक्रिम खाँदै हिँड्दैछु, तर यहाँ चाहिँ मान्छेहरूले उहिले 1800तिर चाहिँ यस्तो जेल बनाएर यस्तो डाँडामा ल्याएर कोइथे मान्छेहरू। म चाहिँ जेलको भग्नावशेष है साथीभाइहरू। लोक जेल पनि अदालत पनि ठाउँ। यहाँ त जेल पनि थियो, अदालत पनि थियो है साथीभाइहरू। ल यति नै सिन्धुली ठुलो गढी डायरी। अनि मैले राख्नु सक्नु परेन, बिस्तारै मलाई फेरि ड्याङ ड्याङ गर्छ नि। खानु सक्नु पऱ्यो नि। अन द वे कता अरे सानो गढी जाने बाटो। ओके यहाँ घोडाहरूको पनि व्यवस्था रहेछ, चढ्न पनि मिल्ने। म रन गर्छु है त। चढौँ न, चढ्न मिल्ने त होला नि। हो यहाँदेखि देखिँदो रहेछ। ल बन्द रहेछ चाँडी। हामीलाई क्या खुसीहरू चढ्न आँटेको कि चढ्ने। अनि ऊबाट ठुलो गढी छ, यताको डाँडा खोइ कुन डाँडा हो। माथि पनि टावर छ फेरि। जे होस् यहाँनिरको इतिहास चाहिँ कडक रहेछ। साथसाथै यहाँको ठाउँ पनि डाँडामा दामी हुँदै जङ्गल वनज्याङहरूको माथि टुप्पोमा टक्क लगाएर यहाँ तलको चाहिँ अलिअलि छाना देखिराख्नु भएको चाहिँ के हो अरे भन्दाखेरिमा युद्ध सङ्ग्रहालय चाहिँ उठाउनु भयो त।
मलेतो हौ मलाई फर्स्ट टाइम सुन्नु यो मलेतोको बोर्ड है साथीभाइहरू को कसले चिन्नुहुन्छ भन्नुहोस् फर्स्ट टाइम सुन्ने गरेको कोही मान्छेहरूले यो म यस्तो अलिक यो मलेतोको बोर्ड है फेरि यो चाहिँ काफलको बोर्ड हो नि फेरि के हो चिन्छौ तिमीले काफलको बोर्ड यो जस्तो लाग्छ हो कि होइन है म गलत पनि हुनसक्छु किनकि हाम्रोतिर काफलले हुँदैन अनि म चिन्दिनँ क्या